लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाको भनाइ। लेबनानमा संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन अन्तर्गत तैनात नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ। दक्षिण लेबनान स्थित बटालियन मुख्यालय नजिक हवाई आक्रमण भएको खबर बाहिरिएपछि सेनाले सैनिकहरूको अवस्थाबारे स्पष्ट जानकारी दिएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आक्रमण भए पनि सबै नेपाली सैनिक सुरक्षित छन्। आक्रमणको कारण सैनिक बस्ने भवनमा सामान्य क्षति पुगेको छ, तर कुनै मानवीय क्षति भएको छैन। उनले सैनिकहरू हाल बङ्करभित्र सुरक्षित रहेको बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले ब्लू लाइन क्षेत्र नजिक युएन शान्ति मिसनमा खटिएको क्याम्प आसपास आक्रमण भएको समाचार प्रसारण गरेका थिए। पछिल्लो समय पश्चिम एसियामा बढेको तनावको कारण लेबनान इजरायल सीमामा द्वन्द्व चर्किँदै गएको छ। इरान र इजरायल बीच बढ्दो तनाव बीच इरान समर्थित समूहले लेबनानबाट आक्रमण गरिरहेको बताएको छ। सोही क्रममा शान्ति सैनिक रहेको क्षेत्र आसपास पनि विस्फोट र हवाई आक्रमण भएका छन्। नेपाली सेनाले लेबनानमा रहेका सबै सैनिकको सुरक्षा अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाएको छ र आवश्यक सतर्कता पनि अपनाइएको बताइएको छ।